स्वागत छ तपाईलाई हाम्रो प्रोग्रेस एजुकेशनल इन्स्टिट्युटको अनलाइन ट्युसन क्लासमा। आज हामी बीबीएस सेकेन्ड इयरको कस्ट एन्ड म्यानेजमेन्ट अकाउन्टिङको हामी च्याप्टर 6 भोल्युम एन्ड एक्टिभिटी बेस्ड कस्टिङ बाट हामी सुरु गर्दैछौँ। च्याप्टर 6 Chapter 6 Volume and Activity Based Costing. Volume and Activity Based Costing. Activity based costing. यो च्याप्टरबाट हामीलाई 15 मार्क्सको क्वेशन सोधेको छ, 10 मार्क्सको क्वेशन सोधेको छ, कहिलेकाहीँ छोटो पनि सोध्न सक्छ। ओके, अब एक्चुअली यो भोल्युम एन्ड एक्टिभिटी बेस्ड कस्टिङ दिस इज वान अफ द भेरी मोस्ट इम्पोर्टेन्ट च्याप्टर है त। 15 मार्क्सको पनि लगातार 2-3 पटक सोधिसकेको छ यो च्याप्टरबाट है। 10 मार्क्समा सोध्नेछ र हाम्रो 5 मार्क्समा सोध्न सक्छ यो च्याप्टरबाट। अब एक्चुअली यो च्याप्टर के चाहिँ छ भने चाहिँ हामीले यहाँ कस्ट एन्ड म्यानेजमेन्ट अकाउन्टिङ पढ्दैछौँ भनेको टोटली हामीले कस्टसँग रिलेटेड कस्ट कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा चाहिँ हामी यो पुरै किताबभरिमै यो कस्ट एन्ड म्यानेजमेन्ट अकाउन्टिङको पुरै होल टु होल किताबभरिमै हामीले पढ्ने काम के हो हाम्रो यो कस्ट चाहिँ कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा चाहिँ हामीले यो पुरै किताबहरुमा त्यही कस्टसँग रिलेटेड क्याल्कुलेसनहरु हामीले पढ्ने हो। यो च्याप्टरमा चाहिँ के छ भने हामीले एउटा कुनै प्रोडक्टको जस्तै एउटा यो पेन छ भने यो पेनको कस्ट कति पर्न जान्छ होला, यो एउटा प्रोडक्सन गर्दाखेरि यो एउटा पेन प्रोडक्सन गर्नको लागि चाहिँ यसको कस्ट कति पर्न जान्छ होला भन्ने कुरा चाहिँ हामी यहाँ क्याल्कुलेट गर्ने बेला छौं। त्यसको लागि अब यो कस्ट क्याल्कुलेट गर्नको लागि चाहिँ हामीले जेनरली यहाँ दुईटा मेथड युज गर्छौं। एउटा चाहिँ ट्रेडिसनल मेथड भन्ने छ है, एउटा चाहिँ ट्रेडिसनल मेथडबाट यो कुनै एउटा आउटपुटको हामी कस्ट निकाल्न सक्छौं भने अर्को चाहिँ एक्टिभिटी बेस्ड कस्टिङ भन्ने मेथड छ। त्यही ट्रेडिसनल मेथडलाई चाहिँ भोल्युम बेस्ड कस्टिङ भन्छ के, त्यही भएर यसको नामै यो च्याप्टरको नामै के छ, दुईटा मेथडको नाम मात्र जोडेर राखिदिएको हो के। त्यो भोल्युम भनेको ट्रेडिसनल बेस्ड कस्टिङलाई चाहिँ भोल्युम नाम दिन्छ के यसलाई चाहिँ, त्यही भएर दुईटा चाहिँ नाम हो के। कुरो बुझ्नुभयो नि, अरु केही पनि हैन, यो चाहिँ कस्टिङको नाम दिएको दुईटा, एउटा भोल्युम बेस्ड कस्टिङ अर्को चाहिँ एक्टिभिटी बेस्ड कस्टिङ भनेको एउटा चाहिँ ट्रेडिसनल अर्को चाहिँ एक्टिभिटी भनेको दुईटा मेथड छ हामीले यो च्याप्टरमा पढ्नु पर्ने। दुईटा मेथड भनेको एउटा भोल्युम अर्को चाहिँ एक्टिभिटी बेस्ड कस्टिङ भन्ने मेथड छ के निकाल्नको लागि, कस्ट निकाल्नको लागि। अब तपाईलाई एउटा बेसिक कुरा म तपाईलाई यहाँ के भन्छ यो सुनाउँछु साथीहरु, ध्यान दिएर सुन्नु होला। यो च्याप्टरमा मात्र हैन, यसपछि पढ्ने हामीले यो पुरै अकाउन्ट भरिमा है 2-4 वटा कस्टको नाम चाहिँ साथीहरुले पुरै याद गर्नु पर्यो, बिर्सिनु भएन। 2-4 वटा कस्टहरु है त, जस्तै कि पहिला हामीलाई कुनै पनि जुनसुकै पनि आउटपुट हामीले के भन्छ प्रिपेयर गर्नको लागि कुनै पनि आउटपुट प्रोडक्सन गर्नको लागि चाहिँ बेसिक लाग्ने खर्चहरु के हुन् त, पहिला हामीलाई के लाग्छ, मटेरियल हो के न। मटेरियल बिना कुनै आउटपुट बन्छ त, कुनै प्रोडक्ट रेडी हुन सक्छ त मटेरियल बिना, सक्दैन नि। त्यही भएर जुनसुकै प्रोडक्ट बनाउँदा पनि जुनसुकै आउटपुट प्रोडक्सन गर्न पनि हामीलाई एउटा कस्ट लाग्छ, त्यो हो पहिला मटेरियल। त्यसपछि अर्को चाहिँ लाग्नै पर्ने कस्ट भनेको चाहिँ अर्को भनेको लेबर, ठीक छ। एन्ड देन आफ्टर ओभरहेड है त। जुनसुकै पनि आउटपुट प्रोडक्सन गर्नको लागि तीनटा कस्ट कम्पल्सरी लाग्छ है त हामीलाई, एउटा मटेरियल अर्को लेबर र अर्को ओभरहेड। र हामीले यही कस्टिङ गर्दाखेरि आज एक्टिभिटी बेस्ड कस्टिङ गर्दैछौं, अर्को चाहिँ हामीले ओभरहेड कस्टिङ, अरु कुन कस्टिङहरु हामीले सबै पढ्छौं, प्रोसेस कस्टिङ, कन्ट्र्याक्ट कस्टिङ, दुनिया कस्टिङ हामी पढ्छौं। तर ती सबै कस्टिङ भित्र पढ्ने भनेको यी तीनटा कुरा हो, मटेरियल, लेबर र ओभरहेड। त्यही भएर यो पुरै कोर्स भरि यो पुरै किताब भरि नै हामीले यही तीनटा कस्टको बारेमा हामी एकदम धेरै डिटेल्समा पढ्नु पर्ने छ। र यो च्याप्टरमा चाहिँ जेनरली यही तीनटा कस्टहरु हामी प्रायः पढ्छौं, एउटा मटेरियल, लेबर र ओभरहेड, यही तीनटा मिलेर पुरै च्याप्टर बनेको छ।
र त्यसको फर्मेटमा पनि हामी यही तीनटा कस्टहरु जोड्दै जान्छौं, फर्मेट रेडी पार्छौं। त्यही फर्मेट बेसिसमा हामी के गर्ने बेला छौं, कुनै एउटा आउटपुट अथवा युनिट कस्ट निकाल्ने बेला छौं है त। ठीक छ। त्यसो भए अब मैले पहिला पनि तपाईलाई के भनिसके भनेछि, हिजो नि तपाईलाई मैले सिलेबस लेखाउँदा के भने भनेछि, यो अकाउन्ट भनेको चाहिँ टोटली फर्मेट बेस्ड हुन्छ साथीहरु। फर्मेट जाने भने अकाउन्ट धेरै सजिलो छ, फर्मेटै जानेन भने चाहिँ फेरि तपाईको एउटै पनि हिसाब बन्दैन बिना फर्मेटको। त्यो कारणले गर्दा इच एन्ड एभ्री च्याप्टरमा तपाईले जान्नुपर्ने कुरा फर्मेट हो है। ओके, र त्यही भएर म यहाँ पहिला एउटा ह्यान्डसम तरिकाले म तपाईलाई फर्मेट लेख्छु, एउटा बुझाउँछु है, अनि त्यसपछि हामी क्वेशनतिर जाउँला। ओके, फेरि पनि मैले तपाईलाई भने है कतिवटा कस्ट, तीनटा कस्ट, मटेरियल, लेबर र ओभरहेड मिलेर सबै कस्टिङ, जति पनि कस्टिङहरु हामी गर्छौं, एउटा कुनै प्रोडक्टको माने यो पेनको दाम निकाल्नु छ भने यो पेन बनाउन मटेरियल लाग्छ, लेबर लाग्छ र त्यसपछि ओभरहेड खर्च लाग्छ, अरु केही खर्चहरु लाग्न सक्छ। ती तीनटा मिलेर यसको कस्ट आउँछ। यसमा हामी नाफा जोड्छौं अनि बेच्दिन्छौं बजारमा। त्यति हो कस्टिङको फर्मुला। त्यही भएर पहिला चाहिँ ट्रेडिसनल बेस्ड, एक एक स्टेप है यहाँ मैले लेखेको, तपाईलाई एक एक स्टेप तपाईलाई थाहा हुनुपर्छ। एक स्टेप पनि यहाँबाट दायाँ बायाँ जानु हुँदैन। ठीक छ। ओके, पहिला ट्रेडिसनल, ट्रेडिसनल अथवा भोल्युम बेस्ड कस्टिङ। यसको अर्को नाम कन्भेन्सनल कस्टिङ पनि भन्छ ल। एक्जाममा कहिलेकाहीँ तपाईलाई नामहरु चेन्ज गर्दै पनि नझुकिनु होला। यसलाई कन्भेन्सनल कस्टिङ, कन्भेन्सनल कस्टिङ पनि भन्छ, कन्भेन्सनल कस्टिङ पनि भन्छ है त। अब हामीले ट्रेडिसनल कस्टिङबाट कुनै पनि आउटपुटको कस्ट कसरी निकाल्ने त याद गर्नु होला साथीहरु। यसको फर्मेट छ, केही स्टेप छ, ट्याक्कै त्यो स्टेपहरु फलो गर्नु पर्यो ल। सबैभन्दा फर्स्टमा हामीले कुनै पनि क्वेशन तपाईलाई ट्रेडिसनल बेसिसबाट कुनै पनि प्रोडक्टको कस्ट निकाल भन्यो भने जहिले पनि पहिला यसको टोटल ओभरहेड निकाल्ने। के निकाल्ने? पहिला टोटल ओभरहेड। अहिले चाहिँ सुरु यो लेख्दै जानुस्, स्टेप याद गर्दै जानुस्, हिसाब गर्दा चाहिँ फिलिलिली हुन्छ। अहिले सुरुमा अलिकति झ्यारझ्यार हुन सक्छ ल। टोटल ओभरहेड्स निकाल्ने जहिले पनि क्वेशनमा हामीलाई दिएको हुन्छ, जे जति क्वेशनले हामीलाई ओभरहेडहरु दिएको छ जोडेर राख्दिनुस्, कि त क्वेशनले जोडेरै दिएको छ भने जति टोटल दिएको छ पहिला टोटल ओभरहेड राख्ने। त्यसपछि अब हामीले यहाँ कस्टिङ गर्दाखेरि जस्तै यो हामीले एउटा कुनै प्रोडक्ट बनाउँदाखेरि त्यहाँ चाहिँ लेबरले पनि काम गरेको हुन सक्छ अथवा यो पेन मसिन थ्रु पनि बनेको हुन सक्छ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ दुईटा, कि त लेबरले काम गरेको हुन सक्छ कि त मसिनले काम गरेको हुन सक्छ। त्यही भएर कि त क्वेशनले हामीलाई लेबर आवर भनेर दिएको हुन्छ कि त मसिन आवर भनेर दिएको हुन्छ। दुईटा मध्ये कुनै एउटाबाट हामीले हिसाब गर्नुपर्ने हुन्छ। पहिला हामी यहाँ टोटल मसिन आवर, यदि मसिनले काम गरेको छ भने टोटल मसिन आवर भनेर हामीले निकाल्छौं। यसलाई हामी सर्टकटमा एमएच, मसिन आवर भनेको एमएच। अब यो टोटल मसिन आवर क्वेशनले पनि दिएको हुन सक्छ, डाइरेक्टली क्वेशनले मसिन आवर 3000 4000 घण्टा भनेर दिन सक्छ। क्वेशनले डाइरेक्टली मसिन आवर दिएको छैन भने चाहिँ यसलाई हामीले क्याल्कुलेट गर्नुपर्छ। आउटपुट इन्टु मसिन आवर पर युनिट। र साथीहरु एउटा कुरा यो च्याप्टरको लागि चाहिँ एउटा चाहिँ ट्याटु बनाउँदा हुन्छ साथीहरुले। यही लेख्नुस्, यही लेख्नुस् ट्याटु बनाएर कि यदि यो च्याप्टर भरिमा है, यो च्याप्टर भरिकै कुरा गर्दै छु म, कुनै पनि ठाउँमा है यो च्याप्टर भरिको कुनै पनि क्वेशनको कुनै पनि कुनामा पर युनिट भन्ने शब्द आएको छ भने यो है, यो पर युनिट जहाँ पनि पर युनिट भन्ने शब्द तपाईले देख्यो कि त्यसलाई आउटपुटले मल्टिप्लाई गरिदिनु होला। जहाँ पनि जुनसुकै ठाउँमा पनि यो च्याप्टर भरिमा जहाँ पनि तपाईले पर युनिट भन्ने शब्द देख्न साथै त्यसलाई केले मल्टिप्लाई गरिदिनु होला? आउटपुटले। ठीक छ, कुरो बुझ्नुभयो? ट्याटु बनाएर लेख्नुस्, ट्याक्कै लेख्दिनुस्। कहाँ ठुलो अक्षरले लेख्नुपर्छ, बोल्ड लेख्नुपर्छ, के लेख्नुपर्छ, त्यहाँ नोट भनेर लेख्नु होला। चस्मा बनाउनु, नोट लेख्नु, पर युनिट जहाँ सुकै देखे पनि त्यसलाई केले मल्टिप्लाई गर्ने? आउटपुटले। म दिनको सोध्छु यो च्याप्टर पढाउँदा बेलासम्म साथीहरु यो पर युनिट छ, के गर्ने भनेर सोध्छु, तपाईले भन्नु होला आउटपुटले मल्टिप्लाई गर्ने भनेर है, याद गर्नुस्। त्यसपछि क्वेशनले कि त हामीलाई मसिन आवरको बेसिसमा सोध्छ, अर
है कि त लेबर आवर, दुईटा मध्ये कुनै एउटा दिएको हुन्छ, जुन दिएको छ त्यो चाहिँ लेख्ने। टोटल डाइरेक्ट लेबर आवर, यसलाई हामी सर्टकटमा DLH पनि भन्छ, डाइरेक्ट लेबर आवर है त। यसलाई हामी सर्टकटमा के पनि भन्छौं, DLH भनेको डाइरेक्ट लेबर आवर। ठीक छ, बुझ्नुभयो। अब यो डाइरेक्ट लेबर आवर छ भने यसलाई पनि यदि क्वेशनले डाइरेक्टली लेबर आवर 2000 3000 1000 जति आवर्स दिएको छ भने त त्यति नै भयो। तर यदि क्वेशनले हामीलाई पर युनिटमा छ भने यसलाई पनि जहिले पनि के गर्नुपर्छ, आउटपुट इन्टु DLH पर युनिट। यदि पर युनिटमा छ भने यसलाई आउटपुटले मल्टिप्लाई गर्नै पर्छ। यति लेख्ने। यो दुईटा मध्ये कुनै एउटा मात्र है, त्यो क्वेशनले भन्देको हुन्छ यहाँबाट जाऊ भनेर, कि त कुनै एउटा मात्र दिएको हुन्छ, जे दिएको छ त्यही थ्रु जाने है त। यति भइसकेपछि यो पहिलो स्टेप भयो। त्यसपछि अब यहाँ हामीले एउटा ओभरहेड रेट निकालिन्छ। ओभरहेड रेट अब एक्चुअली यो ट्रेडिसनल कस्टिङ र एबीसी कस्टिङमा के चाहिँ फरक छ भनेपछि हाम्रो ट्रेडिसनल कस्टिङले के गर्छ भने जति पनि ओभरहेड्सहरु क्वेशनमा खर्च दिएको हुन्छ, अहिले क्वेशन हेर्दाखेरि तपाईलाई देखाउला म, जति पनि खर्च दिएको छ सबैको एकमुष्टै एकै ठाउँमा राखेर हिसाब गर्छ कि ट्रेडिसनलले चाहिँ। जति खर्चहरु छ सबैलाई एकै ठाउँमा राखेर एउटै रेट निकालेर हिसाब गर्छ। एबीसी ले चाहिँ के गर्छ भने इन्डिभिजुअल खर्चलाई इन्डिभिजुअल रेट निकालेर हिसाब गर्छ। ट्रेडिसनल र एबीसी मा फरक छ है। ट्रेडिसनलले ओभरअल कस्टलाई एकै ठाउँमा लिएर हिसाब गर्छ, एबीसी ले के गर्छ इन्डिभिजुअल ओभरहेड को इन्डिभिजुअल कस्ट निकालेर हिसाब गर्छ। ल अहिले फर्मेटमा पनि थाहा हुन्छ। जस्तै यहाँ ओभरहेड रेट निकाल्ने, यसको फर्मुला के लेख्ने, यही माथि लेखेको दुईटा कुरा है त, टोटल ओभरहेड्स डिवाइड बाइ, अब टोटल मसिन आवर छ भने मसिन आवरले डिवाइड गर्ने, टोटल लेबर आवर छ भने टोटल लेबर आवरले डिवाइड गर्ने, जुन छ त्यो गर्ने है त। टोटल मसिन आवर एमएक्स अथवा डीएलएच। ठीक छ, दुईटा मध्ये जुन दिएको छ त्यसले डिवाइड गर्ने, कुनै एउटा मात्र है त। अनि यहाँ एउटा रेट आउँछ रुपीज डैश 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 पर मसिन आवर और डीएलएच, जेले डिवाइड गरेको हुन्छ त्यसको बेसिसमा एउटा रेट आउँछ जसलाई हामी ओभरहेड रेट भन्छौं। पहिलो स्टेप हरेक क्वेशनमा याद गर्नु है साथीहरु, यो भन्दा एक स्टेप पनि दायाँ बायाँ जानु पर्दैन। हरेक क्वेशनमा तपाईले यतिको काम चाहिँ गर्नै पर्यो। फर्स्ट स्टेप यो वर्किङ नोट हो, यो यसको वर्किङ नोट हो है, यो ट्रेडिसनल बेस्ड कस्टिङ को अथवा कन्भेन्सनल कस्टिङ को। यति भइसकेपछि बल्ल अब क्वेशनले त हामीलाई के सोधेको, कस्ट निकाल्न भनेर सोध्छ। हामी त कस्टिङ पढिरहौ, अब कस्ट निकाल्नलाई पहिला यहाँ कस्ट सिट बनाउनु पर्छ, कस्ट स्टेटमेन्ट भनेर लेख्ने, कस्ट स्टेटमेन्ट। अब यो अकाउन्टमा चाहिँ के छ भने हरेक च्याप्टरमा फर्मेट छ, फर्मेट जान्नै पर्यो, अलि ह्यान्डसम तरिकाले जान्नु पर्यो, जानेर मात्र हुँदैन अलिक ह्यान्डसम तरिकाले जान्नु पर्यो यसरी। अब यो कस्ट स्टेटमेन्ट हामी बनाउँछौं यसरी, टक्क यसलाई यसरी लाइन तान्छौं, तानौं सबैजना साथीहरु यसरी। पार्टिकुलर्स, अब यसको फर्मेट चाहिँ साथीहरु, यसको फर्मेट चाहिँ डिपेन्ड्स अपन द क्वेशन है त। क्वेशनले हामीलाई कतिवटा प्रोडक्टको हिसाब गर भनेको छ त्यसले पनि यसको फर्मेट डिसाइड गर्छ। ल अहिले चाहिँ म जेनरली हामीलाई क्वेशनले 3टा प्रोडक्ट दिएको हुन्छ, त्यही भएर म 3टा कलम वाला कोरे है, नत्र भने क्वेशनले हामीलाई जतिवटा प्रोडक्ट भनेको हुन्छ त्यतिवटा बक्स यहाँ बनाउने। ल मैले यतिखेर 3टा प्रोडक्ट हुन सक्छ, 3टा प्रोडक्टको कस्टिङको लागि मैले यहाँ 3टा यसरी बक्स कोरे है। अनि एउटा चाहिँ पार्टिकुलर्स, यहाँ चाहिँ पार्टिकुलर्स लेख्ने, मानो 3टा प्रोडक्ट दिएको छ, ए इक्वल्स टु कति युनिट दिएको हुन्छ त्यसको आउटपुट जति छ त्यति लेख्ने है, क्वेशनमा हुन्छ है यो। बी लेख्ने, बी इक्वल्स टु क्वेशनले दिएको हुन्छ जति युनिट दिएको छ त्यति युनिट्स यहाँ लेख्नु होला।
अनि सी इक्वल्स टु जति युनिट दिएको छ त्यति युनिट्स यहाँ लेख्नु होला क्वेसनले आउटपुट भनेर दिएको हुन्छ है त एबीसी को लागि यति भइसकेपछि अब सुरु गरौँ यसको कस्टिङ कसरी गर्ने त मैले तपाईलाई अघि पनि भनिसके जुनसुकै कस्टिङ जानुस् कतिवटा कस्ट याद गर्नु पर्यो तपाईले तीनटा कुरा के याद गर्नु पर्यो मटेरियल हामीलाई लाग्ने जुनसुकै प्रोडक्ट आउटपुट बनाउनलाई हामीलाई तीनटा कस्ट लाग्छ साथीहरु एउटा मटेरियल अर्को लेबर अर्को ओभरहेड पहिला डाइरेक्ट मटेरियल लेख्ने यहाँ पहिला डाइरेक्ट मटेरियल जहिले पनि पहिला डाइरेक्ट मटेरियल बाट सुरु गर्ने क्वेशन बाट डाइरेक्ट मटेरियल जहाँ जति जति दिएको छ खोज्ने ए बी र सी को लागि अनि यहाँ राख्ने पहिला डाइरेक्ट मटेरियल बाट सुरु गर्ने त्यसपछि अर्को हामीलाई कस्ट चाहियो भनेको डाइरेक्ट लेबर राख्ने ठीक छ टक टक करस 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 हान्दिनुस् ल थाहा छैन यति भइसकेपछि साथीहरुलाई थाहा छ डाइरेक्ट कस्टहरु जोड्यो भने जति पनि डाइरेक्ट कस्टहरु छन् ती डाइरेक्ट कस्टहरु जोड्यो भने के आउँछ तपाईलाई राम्रै ज्ञान होला यसको डाइरेक्ट कस्टहरु जोड्यो भने के आउँछ भेरी गुड प्राइम कस्ट आउँछ कसैले त भन्नु भएन त्यही पनि अब मैले भेरी गुड चाहिँ भन्थे यो चाहिँ प्राइम कस्ट आउँछ ल डाइरेक्ट मटेरियल र डाइरेक्ट लेबरलाई जोड्यो भने चाहिँ के आउँछ पहिला प्राइम कस्ट आउँछ प्राइम कस्ट आइसकेपछि साथीहरु यसमा जोडिन्छ ओभरहेड्स बल्ल है मैले अघि तीनटा कुरा भनेको थिए है साथीहरुलाई मटेरियल लेबर र ओभरहेड है यसमा जोडिन्छ के ओभरहेड्सहरु अब भक्करै माथि हामीले वर्किङ नोटमा ओभरहेडको रेट निकालेको छौं यहाँ त एउटा मात्र रेट छ यो ट्रेडिसनल कस्टिङले एउटा मात्र रेट निकाल्छ र ओभरअलमा एउटा मात्र रेट हुन्छ यहाँ ओभरहेड एट द रेट अफ रुपीस ड्याश 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 या जतिको रेटले दिएको छ त्यो रेट यहाँ लेख्ने अनि यसलाई चाहिँ फेरि मल्टिप्लाई गर्ने कहाँ कसरी गर्ने भन्ने कुरा म तपाईलाई क्वेशनमा सिकाउँला यो फर्मेट हो यहाँ मल्टिप्लाई गरेर यहाँ लेखिन्छ फेरि सबलाई जोडिन्छ यो अघिको प्राइम कस्टमा के गर्ने यो ओभरहेडलाई जोड्ने प्राइम कस्टमा ओभरहेड जोड्यो भने के आउँछ यो तीनटा त जम्मा कस्ट हुन्छ यो जोडेर आउनेलाई टोटल कस्ट भन्छ यसलाई हामी के भन्छौं टोटल कस्ट भन्छौं टक 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 यति गरिसकेपछि अब क्वेशनले हामीलाई सोध्ने तरिका चाहिँ के छ भने क्वेशनले तपाईलाई टोटल कस्ट निकाल भने सोध्दैन के क्वेशनले हामीलाई कस्ट पर युनिट निकाल भने सोध्छ है त यो हामीले टोटल कस्ट चाहिँ निकाल्यौं क्वेशनले हामीलाई टोटल कस्ट होइन कस्ट पर युनिट चाहिँ निकाल भन्छ है त अब कस्ट पर युनिट चाहिँ कसरी निकाल्ने भनेपछि यो चाहिँ हाम्रो टोटल कस्ट आयो नि यही टोटल कस्टलाई यो टोटल कस्टलाई हामीले केले डिवाइड गर्दै भने आउटपुटले डिवाइड गरे भने यो टोटल कस्टलाई आउटपुटले डिवाइड गर्दै भने कस्ट पर युनिट आउँछ है त यहाँ हामीले टोटल कस्ट निकालेपछि यहाँ हामी लास्टमा के निकाल्छौं कस्ट पर युनिट कसरी निकाल्ने यहाँ ब्र्याकेटमा म फर्मुला लेखिदिन्छु ल यो जुन हामीले टोटल कस्ट निकाल्यौं नि यहाँ यो टोटल कस्टलाई माथि यो आउटपुट यो युनिट जति दिएको छ त्यो आउटपुटले डिवाइड गर्दिनुस् ले डिवाइड गर्दै पनि यहाँ के आउँछ तपाईको कस्ट पर युनिट आउँछ यो भयो एउटा ट्रेडिसनल मेथडको फर्मेट याद हुन्छ नि साथीहरु स्टेप याद गरौँ है साथीहरु यो माथिको चाहिँ वर्किङ नोट है यो माथिको वर्किङ नोट हो यो चाहिँ कस्ट स्टेटमेन्ट वर्किङ नोट इज भेरी भेरी कम्पल्सरी किनभने यो रेट त निकाल्नु पर्यो त्यही भएर वर्किङ नोट बनाउनै पर्छ अब यहाँ कुरो चाहिँ के आयो भने चाहिँ कहिलेकाहीँ क्वेशनहरु अलिकति मैले अघि भने नि लङ क्वेशन पनि हामीलाई सोध्न सक्छ त्यो लङ क्वेशन सोधे भने चाहिँ हामीलाई यो डाइरेक्ट मटेरियल डाइरेक्ट लेबरहरुमा चाहिँ अलिकति कन्फ्युज पार्छ यो डाइरेक्ट मटेरियल डाइरेक्टली नदिएको हुन सक्छ डाइरेक्ट लेबर डाइरेक्टली नदिएको हुन सक्छ त्यसको लागि चाहिँ यो दुईटा चाहिँ क्वेशन प्राय जस्तो दिएको हुँदैन हामीले क्याल्कुलेट गर्नुपर्ने हुन्छ यसको नि फर्मुला छ यो डाइरेक्ट मटेरियल र डाइरेक्ट लेबर कसरी निकाल्ने त यसको हामीसँग एउटा फर्मुला छ यो फर्मुला लेखा छ गरौँ ल यो पल्टा जस्तो गरौँ त भयो साथीहरुको यो लेख्नु भयो बाँकी छ कसैको छैन होला जम त पल्टाउँछ ल अब वेयर भनेर लेख्नु होला
अब मेन हामीलाई चाहियो कि यहाँ चाहिँ हामीलाई वेयर भनेर लेख्नु होला डाइरेक्ट मटेरियल कसरी निकाल्ने डाइरेक्ट लेबर कसरी निकाल्ने यहाँ दुईटा फर्मुला छ यसो सम्झा जस्तो गर्नु होला ल वेयर भनेर लेख्नु होला डाइरेक्ट मटेरियल को फर्मुला हुन्छ डाइरेक्ट मटेरियल निकाल्ने फर्मुला हुन्छ यसको फर्मुला हुन्छ आउटपुट इन्टु मटेरियल कस्ट पर युनिट मटेरियल कस्ट पर युनिट क्वेशनले हामीलाई मटेरियल को एउटा दाम दिएको हुन्छ त्यो पनि पर युनिटमा दिएको हुन्छ त्यसलाई चाहिँ हामीले मल्टिप्लाई गर्यो भने आउटपुटले मल्टिप्लाई गर्दै भने त्यो के आउँछ डाइरेक्ट मटेरियल आउँछ एउटा यो फर्मुला जान्नु पर्यो अर्को डाइरेक्ट लेबर को लागि डाइरेक्ट लेबर निकाल्ने फर्मुला छ आउटपुट इन्टु लेबर कस्ट पर युनिट ठीक छ हेर्नु ल अघि मैले एउटा ट्याटु बनाउनु भनेको थिएँ नि के को ट्याटु बनाउनु भनेको थिएँ कि जहाँ पनि जुनसुकै ठाउँमा पनि पर युनिट भन्ने शब्द देखियो कि त्यसलाई केले मल्टिप्लाई गर्नुपर्छ आउटपुटले अझै ट्याटु बनाउनु भएको छैन भने बनाउनु है जुनसुकै ठाउँमा पनि यदि तपाईले पर युनिट भन्ने शब्द देखियो कि त्यसलाई केले मल्टिप्लाई गर्नुपर्छ आउटपुटले मल्टिप्लाई गर्नुपर्छ अनि यो डाइरेक्ट लेबर निकाल्ने अर्को नै एउटा फर्मुला छ कहिलेकाहीँ चाहिँ यो फर्मुला युज हुन्छ कहिलेकाहीँ चाहिँ अर्को डाइरेक्ट लेबर इक्वल्स टु डाइरेक्ट लेबर इज इक्वल्स टु यसको अर्को नै फर्मुला छ आउटपुट इन्टु डीएलएच भनेको के रे अघि मैले फुल फर्म सुरुमै लेखिदिएको छु है डीएलएच भनेको डाइरेक्ट लेबर आवर पर युनिट इन्टु वेज रेट पर आवर यो दुईटा मध्ये कुनै एउटा फर्मुला युज हुन सक्छ त्यो क्वेशनमा हामीलाई के इन्फर्मेसन दिएको छ त्यसको बेसिसमा हामी फर्मुला युज गर्छौं ठीक छ यति भइसकेपछि यो हाम्रो ट्रेडिसनल मेथड अथवा कन्भेन्सनल मेथड है त यो सक्यो ठीक छ यतिको फर्मेट जाने भने ट्रेडिसनल मेथड अथवा कन्भेन्सनल मेथड सक्यो त्यसपछि हामीलाई 15 मार्क्सको क्वेशन सोध्यो भने त एबीसी र ट्रेडिसनल दुईटै 100% दुईटै क्वेशन दुईटै मेथड सोध्छ है त अब जाऊ एक्टिभिटी बेस्ड कस्टिङमा एक्टिभिटी बेस्ड कस्टिङ यसलाई हामी सर्टकटमा एबीसी भन्छौं अब साथीहरु के कुरा चाहिँ जान्नु पर्यो भने जस्तै कि हामीले एक्टिभिटी बेस्ड कस्टिङ बाट जाँदा ट्रेडिसनल बाट पनि अघि हामीले एउटा वर्क युनिट गरेर ओभरहेड को रेट निकाल्यौं अनि कस्ट स्टेटमेन्ट बनायौं यहाँ पनि एक्टिभिटी बेस्ड कस्टिङ बाट पनि जाँदा सेम प्रोसेस पहिला हामीले एउटा रेट निकाल्नु पर्यो जति वटा ओभरहेड दिएको छ अनि त्यसपछि बल्ल कस्ट स्टेटमेन्ट बनाउने तर फरक के छ ट्रेडिसनल र एबीसी मा फरक के छ ट्रेडिसनल मा हरेक सबै ओभरहेडलाई एकै ठाउँमा राखेर एउटा मात्र रेट निकालिन्छ तर एबीसी मा चाहिँ के छ जतिवटा क्वेशनले हामीलाई ओभरहेड दिएको हुन्छ सबको छुट्टै छुट्टै रेट निकालिन्छ ल त्यही भएर यहाँ चाहिँ हामीले यसै लेख्ने है सुरुवात है क्याल्कुलेसन अफ पहिला यहाँ चाहिँ हामीले जस्तै अघि त्यहाँ ओभरहेड रेट भनेको थियौं नि यहाँ चाहिँ रेटलाई चाहिँ कस्ट ड्राइभर रेट भन्छ है त क्याल्कुलेसन अफ कस्ट ड्राइभर रेट हेर्दा ड्राइभर को कुरा आइसक्यो यहाँ कस्ट ड्राइभर रेट सीडीआर पहिला हामीले सीडीआर निकाल्नु पर्छ कस्ट ड्राइभर रेट अघि चाहिँ हामीले ट्रेडिसनल मा चाहिँ ओभरहेड को रेट निकाल्यौं यहाँ चाहिँ त्यही ओभरहेड को रेट को नाम चाहिँ यहाँ के आउँछ सीडीआर भन्छ ल यहाँ चाहिँ कस्ट ड्राइभर रेट भन्छ ठीक छ यति भइसकेपछि अब यसको फर्मेट कोर्छौं हामी टक्क यसरी टेबलबाट बनाउनु पर्छ यो चाहिँ अब यसमा चाहिँ अलिकति फर्मेट चाहिँ यसको चाहिँ अब भनौं न अघि चाहिँ वर्किङ नोट
डाइरेक्टली निकाल्यौँ यहाँ चाहिँ टेबल खोल्नुपर्छ सबभन्दा फर्स्टमा यहाँ हामी कस्ट आइटम भनेर लेख्छौँ कस्ट आइटम्स यो मैले इक्जाम्पल मात्र दिएको यो टेबल भनेको चाहिँ इक्जाम्पल होला तपाईँको यो जतिवटा क्वेसनले दिएको हुन्छ त्यति लाइनको चाहिँ खास एक्चुअली यो कोरिन्छ ल अहिले चाहिँ मैले तपाईँलाई इक्जाम्पलको लागि मात्र लेखेको यो पहिला कस्ट आइटम त्यसपछि यसको कस्ट ड्राइभर लेखिन्छ त्यसपछि टोटल भन्ने हुन्छ त्यसपछि टोटल सीडीआर अनि बल्ल सीडीआर भन्ने हुन्छ ल यसको फर्मेट हो ल यो कतिवटा कलम छ यहाँ हेर्नु त कतिवटा कलम छ 5 वटा है त यो कतिवटा कलम हुन्छ यसमा 5 वटा यसरी नै बनाउनु ट्याक्कै सेम यसरी नै खोज्नु है त 5 वटा 1 2 3 4 5 ल हेर्नु त कुन कति ठुलो छ त्यो पनि ध्यान दिनु होला ल कुनै ठुलो कुनै सानो छ भन्न खोजेको हामीले यो टेबलमा कतिको लेख्नु पर्ने छ त्यो हिसाबले यसको साइज पनि म्याटर गर्छ है त सबभन्दा फर्स्टमा हाम्रो सुरु हुन्छ यो कस्ट आइटमबाट पहिला सुरु हुन्छ यो कस्ट आइटम्सबाट क्वेसनले दिएकै हुन्छ यो सार्ने मात्र क्वेसनबाट है त त्यसपछि यहाँ कस्ट ड्राइभर यो पनि क्वेसनले दिएको हुन्छ यो पनि सार्ने मात्र त्यसपछि यो टोटल यो पनि हामीलाई क्वेसनले दिएको हुन्छ सार्ने मात्र भनेको यो तीनटा कलम चाहिँ सार्ने मात्र हो क्वेसनमै दिएको हुन्छ सबै अनि त्यसपछि बल्ल हामीले क्याल्कुलेट गर्ने भनेको यो टोटल सीडीआर र अर्को सीडीआर यी दुईटा कलम लास्टको दुईटा चाहिँ हामीले क्याल्कुलेट गर्नुपर्ने हो अब मानौ कस्ट आइटम क्वेसनले हामीलाई जे दिएको छ त्यही सार्ने हो मानौ कि यसो मैले इक्जाम्पलको लागि लेखेँ ल यहाँ शेड्युलिङ कस्ट मानव क्वेसनले हामीलाई शेड्युलिङ कस्ट भनेर दिएको छ मेन्टेनेन्स कस्ट यो क्वेसनले जे नाम दिएको छ त्यही लेख्ने है मेन्टेनेन्स कस्ट त्यसपछि इनडाइरेक्ट कस्ट त्यसपछि सेटअप कस्ट ठीक छ यति कुरा त्यसपछि यसको कस्ट ड्राइभर अब यो खास यो कस्टहरुलाई बाड्नको लागि चाहिँ कुन कुन यसको एप्रोप्रिएट कस्ट ड्राइभर यदि क्वेसनले नै तोकेर भनेको छ ठ्याक्कै यसको कस्ट ड्राइभर यो हो भनेर तोकिदिएको छ भने त आहा नै भइहाल्यो है त्यसमा चाहिँ हामीले टाउको दुखाउनु पर्दैन नत्र भने चाहिँ हामी क्वेसन प्र्याक्टिस गर्दा गर्दा पनि हामीलाई याद हुन्छ है त जेनरली शेड्युलिङ कस्टलाई प्रोडक्सन रन भनेर दिएको हुन्छ यसको ड्राइभर भनेको प्रोडक्सन रनको बेसिसमा यसलाई बाडिन्छ मेन्टेनेन्स कस्टलाई मसिन आवरको बेसिसमा बाडिन्छ मसिन आवर इनडाइरेक्ट कस्टलाई डीएलएच को बेसिसमा डाइरेक्ट लेबर आवरको बेसिसमा बाडिन्छ सेटअप कस्टलाई पनि प्रोडक्सन रनको बेसिसमा यो यसो सम्झिदा राम्रो नत्र भने प्रायः सो क्वेसनमै दिएको हुन्छ दिएन भने एक दुईवटा कुनै क्वेसनमा चाहिँ छैन त्यहाँ चाहिँ हामीले हिसाब गर्दै जाँदा हामीलाई याद भइहाल्छ त्यसपछि क्वेसनले हामीलाई टोटल अमाउन्ट दिएको हुन्छ यो क्वेसनले नै दिएको हुन्छ यसमा हामीले टाउको दुखाइराख्नु पर्दैन सररररर सार्ने हो त्यसपछि चौथो हेडिङमा यसको सीडीआर को कुरा आउँछ टोटल सीडीआर भनेको कस्ट ड्राइभर प्रोडक्सन रन हामीलाई यसको कस्ट ड्राइभर प्रोडक्सन रन हो भने यसको जति टोटल छ र जतिवटा प्रोडक्ट छ अघि हामीले तीनटा प्रोडक्ट भनेर लेखेका थियौं क्वेसनले तीनटैको हामीलाई प्रोडक्सन रन दिएको हुन्छ ए को बी को र सी को तीनटैको प्रोडक्सन रन दिएको हुन्छ तीनटैको जोड्ने अनि यहाँ लेख्ने अब यहाँ मसिन आवर छ भने फेरि क्वेसनले हामीलाई तीनटैको मसिन आवर दिएको हुन्छ ए को बी को र सी को तीनटैको मसिन आवर क्वेसनबाट खोज्ने अनि यहाँ लेख्ने जोड्ने यसको प्रोडक्सन रन डाइरेक्ट लेबर आवर छ फेरि ए को बी को र सी को तीनटैको डीएलएच खोज्ने अनि यहाँ जोडेर लेख्ने फेरि यसमा प्रोडक्सन रन छ फेरि तीनटैको ए को बी को र सी को तीनटैको प्रोडक्सन रन खोज्ने अनि जोड्ने अनि यहाँ लेख्ने यो हाम्रो तेस्रो स्टेप हो के चौथो स्टेप भयो टोटल सीडीआर यो मात्र हामीले क्याल्कुलेट गर्ने बाँकी यो तीनटा सुरुको तीनटा कलम क्वेसनले दिएको हुन्छ यति आइसकेपछि त्यसपछि अब बल्ल हामी यहाँ सीडीआर निकाल्छौं यो सीडीआर भनेको कस्ट ड्राइभर रेट
यहाँ त यो जुन टोटल हुन्छ नि यहाँ आको टोटललाई यो टोटलले डिभाइड गर्ने ल यो टोटललाई यो टोटलले डिभाइड गरे यहाँ एउटा रेट आउँछ फेरि यहाँको टोटललाई यो टोटलले डिभाइड गर्दिनलाई फेरि यहाँ एउटा रेट आउँछ यहाँकोलाई यसले डिभाइड गर्दिनला फेरि यहाँ एउटा रेट आउँछ यो टोटललाई यहाँको टोटलले डिभाइड गर्नु होला यहाँ एउटा रेट आउँछ अब ट्रेडिसनल र एबीसी मा के फरक पाउनु भयो त अघि हामीले वर्किङ नोट गर्दा ट्रेडिसनलमा ओभरहेडको एउटा मात्र रेट आएको थियो कि है एउटै मात्र रेट तर यहाँ के छ जतिवटा कस्ट छ जतिवटा ओभरहेड छ सबको रेट छुट्टै छुट्टै आउँछ के इन्डिभिजुअल रेट आउँछ त्यही भएर ट्रेडिसनल र एबीसी मा यही मात्र एउटा फरक छ कस्टिङ गर्दाखेरि चाहिँ ठीक छ ट्रेडिसनल मा एउटा मात्र रेट हुन्छ ओभरअल मा तर एबीसी मा जतिवटा ओभरहेड छ त्यतिवटा रेट हुन्छ र फेरि यो रेट निकालिसकेपछि अब हामीले बनाउने भनेको कस्ट स्टेटमेन्ट नै हो फेरि हामीले बनाउने एक्चुअली हामीले बनाउनु पर्ने चाहिँ यो तर माथिको चाहिँ वर्किङ नोट हो माथिको नबनाएसम्म यो बन्दैन अब हामीले यो सुरु गर्दाखेरि अब हामीसँग अघि पनि हामीले तीनटा प्रोडक्ट एबीसी लेखेका थियौं त्यही भएर तीनटै गरौँ ल एबीसी को लागि जतिवटा क्वेशन हामीलाई प्रोडक्ट दिएको हुन्छ त्यतिवटा कलम यहाँ जान्नु पर्यो साथीहरु particulars A equals to dash 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 unit B equals to dash 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 units र C equals to dash 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 units ठीक छ यति लेख्ने यति भइसकेपछि अब खास एक्चुअली हामीले यो एबीसी कस्टिङ बाट जाँदा यो पनि सुरुवात कहाँबाटै हुन्छ पहिला डाइरेक्ट मटेरियल बाट यो पनि सुरुवात कहाँबाट हुन्छ पहिला डाइरेक्ट मटेरियल लेखिन्छ अनि त्यसपछि डाइरेक्ट लेबर लेखिन्छ र यदि तपाईले याद गर्नु साथीहरु यदि तपाईलाई एक्जाममा ट्रेडिसनल पनि सोधेको छ र एबीसी पनि सोधेको छ भने हामीले ट्रेडिसनल बाट निकाल्ने डाइरेक्ट मटेरियल र एबीसी को लागि निकाल्ने डाइरेक्ट मटेरियल र लेबर सेम हुन्छ त्यो कारणले गर्दाखेरि यदि तपाईले ट्रेडिसनल कस्टिङकै कस्ट स्टेटमेन्टमा यो डाइरेक्ट मटेरियल र लेबर निकालिसक्नु भएको छ भने चाहिँ यहाँ निकाल्नु पर्दैन यहाँ सिधै त्यहाँको दुईटा जोडेर जुन प्राइम कस्टको आन्सर थियो नि हो सुरुवात सिधै कहाँबाट गर्न पाइयो यो प्राइम कस्टकै अमाउन्ट त्यो अगाडिकोबाट ल्याउने यहाँ सार्ने त्यहाँबाट सुरु गर्न पाइयो ल मटेरियल लेबर फेरि फेरि लेखिराख्नु पर्दैन लेख्दा पनि गल्ती चाहिँ भएन तर त्यो किन टाइम वेस्ट गर्ने भन्ने कुरो हो त्यसको लागि लेखिराख्नु पर्दैन कुरो बुझ्नुभयो त्यो माथिको सिधै प्राइम कस्ट ल्याएर यहाँ सार्न पाइन्छ त्यसपछि यति भइसकेपछि यसमा फेरि जोडिन्छ ओभरहेड्स अब हेर्नु ल फरक हेर्नु ल यो हामीले ट्रेडिसनलमा जाँदा डाइरेक्टली हामीले ओभरहेड्स भनेर त्यहाँ एउटा रेट लेखेको थियौं त्यही रेट लेख्यौं अनि जोड दियौं तर यहाँ चाहिँ के छ भने हामीसँग जतिवटा ओभरहेड छ यहाँ माथि चारवटा मैले एक्जाम्पलमा दिएको छु चारवटाको डिफरेन्ट रेट आउँछ त्यही भएर यसरी लेख्नु पर्छ अब ओभरहेडमा माथिको यो नामहरु है यो शेड्युलिङ कस्ट भनेर लेख्ने अनि जति रेट आको छ त्यहाँ साइडमा हामीलाई जुन रेट आको हुन्छ @ रुपीस -- भनेर लेख्ने फेरि अर्को हाम्रो के छ मेन्टेनेन्स कस्ट लेख्ने अनि फेरि यसको रेट जति हुन्छ @ रुपीस -- फेरि इनडाइरेक्ट कस्ट दिएको छ इनडाइरेक्ट कस्ट लेख्ने अनि @ रुपीस -- फेरि सेटअप कस्ट दिएको छ सेटअप कस्ट लेख्ने @ रुपीस -- अनि यहाँ पनि अमाउन्ट निकाल्ने
अब खास हामीले यो हिसाब गर्दै जाँदाखेरि चाहिँ हरेक स्टेपमा तपाईको हिसाब मिल्यो कि मिलेन भन्ने कुरा पनि तपाईलाई थाहा हुन्छ है। हरेक स्टेपमा तपाईलाई थाहा हुँदै जान्छ। त्यो हिसाब गर्दाखेरि म तपाईलाई सिकाउँला। हरेक स्टेपमा तपाईको हिसाब मिलेको छ कि छैन भन्ने कुरा चेक गर्दै जाने। सिधै गरिसकेपछि लास्टमा चेक गर्यो हो गल्ती भयो भने त तनाव भयो। त्यही भएर हरेक चोटि तपाईले चेक गर्दै जान मिल्छ। यति भइसकेपछि अब यो हाम्रो प्राइम कस्ट आयो। यो प्राइम कस्ट जुन आएको छ यो प्राइम कस्टमा जति पनि ओभरहेड आएको छ सबै ओभरहेडलाई जोडेर टोटल कस्ट आउँछ। जति प्राइम कस्ट छ ती सबै प्राइम कस्टमा यो ओभरहेडहरुलाई जोडेर यहाँ लेख्नु होला। यो टोटल कस्ट आउँछ। तर क्वेशनले हामीलाई सोध्ने भनेको कस्ट पर युनिट हो। कस्ट पर युनिट निकाल्नलाई चाहिँ के गर्नु पर्यो, जति टोटल कस्ट आएको छ त्यो टोटल कस्टलाई आउटपुटले डिभाइड गरिदिनु पर्यो। यति गर्यो भने हाम्रो यो च्याप्टरको लागि फर्मेट सक्यो। फेरि यहाँ निकाल्ने म्याटेरियल लेबरको फर्मुला चाहिँ माथिकै युज गर्छ। पछि यतिको फर्मेट जाने भने साथीहरु है यो भन्दा दायाँ बायाँ जानु पर्दैन। यतिको फर्मेट जाने भने अब दुई चारवटा सानो क्वेशन छ जुन चाहिँ अलिकति टेक्निकबाट पनि बन्न सक्ने हुन्छ। नत्र भने बाँकीका जति पनि 10 मार्क्स 15 मार्क्स जाने जति पनि क्वेशनहरु छन् ती सबै तपाईको यो फर्मेटबाट, यो भन्दा बाहेक फर्मेट युज हुँदैन। ठीक छ। यति भइसकेपछि ठीक छ नि हैन। अब यति कुरा भइसकेपछि त तपाईहरुले के गर्न सक्नुहुन्छ भने एउटा छोटो क्वेशन चाहिँ गर्न सकिन्छ। अहिलेको लागि चाहिँ अब एनालाइटिकल आन्सर क्वेशन म भोलि 15 मार्क्सकै क्वेशन सिकाउँछु। तर अहिलेको लागि चाहिँ 15 मार्क्स सुरु गर्न त मिल्छ तर भ्याउनु चाहिँ भ्याउँदैन हैन। त्यो कारणले गर्दा एउटा छोटो क्वेशन चाहिँ गर्न सकिन्छ। तपाईसँग ओल्ड इज गोल्ड छ, नयाँ ओल्ड इज गोल्ड 2082 को ओल्ड इज गोल्ड 82 को लागि 2082 को ओल्ड इज गोल्ड छ भने छ भने पेज नम्बर 190 मा जानु होला। पेज नम्बर 190 ए तपाईसँग 2082 को ओल्ड इज गोल्ड छ भने पेज नम्बर 190 मा जानु होला। छ कि छैन? पेज नम्बर 190 तपाईसँग यदि अब ओल्ड इज गोल्ड छैन भने त म अहिले त क्वेशन तपाईलाई म यहाँबाट देखाउनु पर्छ, पछि म तपाईलाई पीडीएफ पठाइदिउँला कि कसो। त्यसो गरे कसो होला? अहिलेलाई चाहिँ म तपाईलाई यही बुकबाट पठाइदिन्छु, तपाईले चाहिँ स्क्रिनशट गर्दा हुन्छ। ल एकचोटी क्वेशन हेर्नु ल। अहिले यहीबाट हेर्नुस्, पछि तपाईलाई म पीडीएफ बनाएर पठाइदिउँला। ल मसँग छ तर पुरानो पीडीएफ छ, नयाँको चाहिँ। त्यहाँ हेर्नुस् त सुरुको क्वेशन 2081 क्वेशन नम्बर 12A मा सोधेको क्वेशन हो यो। क्वेशन पढ्नु होला। क्वेशन हामीलाई त्यहाँ के भनेको छ भने अ कम्पनी प्रोड्युसेस टु प्रोडक्ट A and B. Both products are produced on the same equipment and uses the similar process. The information for output and the cost of activities are given below. हामीलाई यहाँ दुईटा मात्र प्रोडक्ट दिएको छ र A र B है। मैले अघि के भने तीनटा सम्म दिन सक्छु तर यहाँ दुईटा मात्र छ। आहा भइहाल्यो त्यो चाहिँ। आउटपुट इन युनिट दिएको छ, आउटपुट दिएको छ है। मसिन आवर युज दिएको छ, नम्बर अफ पर्चेज अर्डर दिएको छ, नम्बर अफ सेटअप कस्ट दिएको छ। अनि तल हामीलाई द इन्डाइरेक्ट कस्ट भनेको ओभरहेड हो है। द इन्डाइरेक्ट कस्ट अफ द डिफरेन्ट एक्टिभिटीज आर एज फलो। क्वेशनले हामीलाई भोल्युम रिलेटेड कस्ट दिएको छ, पर्चेज रिलेटेड कस्ट दिएको छ र सेटअप रिलेटेड कस्ट दिएको छ।
अनि क्वेसनले हामीलाई कस्ट पर युनिट अन्डर एक्टिभिटी बेस्ड कस्टिङ, क्वेसनले हामीलाई एक्टिभिटी बेस्ड कस्टिङ अनुसार एबीसी अनुसार मात्र निकाल भनेको छ। अब एबीसी अनुसार मात्र सोधेको छ भने हो, एबीसी अनुसार मात्र सोधेको छ भने हामीले एबीसी अनुसार मात्र गर्ने थियो, त्यो के भन्छ ट्रेडिसनल गरिराख्नु पर्दैन, एबीसी मात्र जाने। ठिक छ। अब यहाँ चाहिँ कस्तो हुन्छ भने दुई चारवटा कुरा चाहिँ तपाईँले जान्नै पर्ने कुरा चाहिँ के छ भने, जस्तै हामीलाई यो हाम्रो फर्मेट सुरु मानौ कि एबीसीबाट छ भने पहिला यो टेबल एउटा बनाउनु पर्यो, त्यसपछि यहाँ जानु पर्यो है, पहिला यो टेबल कम्प्लिट गर्नु, त्यसपछि यहाँ चाहिँ हामीलाई के चाहिन्छ के नचाहिने छ त्यो पनि हामीले हेर्नुपर्छ। ल हामीलाई क्वेसनले कहिलेकाहीँ चाहिँ हामीलाई युज नहुने कुराहरू छ भने चाहिँ फर्मेटबाट केही कुराहरू स्किप पनि गर्नुपर्ने हुन्छ। ल सुरु गरौँ। क्वेसन नंबर 12 2081 क्वेसन नंबर 12 2081 क्वेसन नंबर 12A। पहिला सोल्युसन लेखौँ। यहाँ लेख्नु होला अन्डर, हामीलाई क्वेसनमा एक्टिभिटी मात्र है त, अन्डर एक्टिभिटी बेस्ड कस्टिङ लेख्नुपर्छ ल। यो अन्डर एक्टिभिटी बेस्ड कस्टिङ एबीसी बाट जाँदैछौँ हामी, एबीसी बाट है त। पहिला हामीले के बनाउनु पर्यो, कस्ट ड्राइभर रेट है त, एबीसी को स्टेप है। पहिला क्यालकुलेसन अफ कस्ट ड्राइभर रेट, ट्याक्कै स्टेप है त, कस्ट ड्राइभर रेट CDR लेख्नु। त्यसपछि त्यही अघिकै कतिवटा रे CDR निकाल्न आयो, कतिवटा कलम चाहियो हामीलाई 5वटा कलम चाहियो। टक्क यसरी, त्यसपछि टक्क यसरी, कतिवटा कस्ट छ त्यहाँ 3टा, भोल्युम पर्चेज र सेटअप 3टा छ, 3 लाइन है त, 3 लाइन भए पुग्छ हामीलाई। टक्क 3 लाइनको यसरी CDR, छोटो एउटा CDR को लागि चाहिँ धेरै कोर्नु पर्दैन ल। त्यसपछि यहाँ टोटल CDR को लागि पनि यही नै भइहाल्यो। त्यसपछि टोटलको अमाउन्ट पनि खासै ठुलो फर्मेट हुँदैन, कस्ट ड्राइभर को लागि पनि त्यति ठुलो कोड राख्नु पर्दैन, यति भए पुग्छ। बाँकी चाहिँ कसको, कस्ट आइटम को लागि यसको नाम अलिक लामो दिएको हुन्छ, त्यही भएर यसको टेबल छ अलिकति अलि ह्यान्डसम तरिका है त। ठीक छ। ओके, यति भइसकेपछि अब जो एकैछिन ल साथीहरुलाई छ के सोध्नु पर्ने छ नि, तपाईले बोल्न पाइन्छ ल, अनम्युट गरेर बोल्नु होला ल। के सोध्नु पर्यो भने चाहिँ अनम्युट गरेर बोल्न पाइन्छ। अरे कमेन्ट गर्नु नि त, अनि त्यहाँ च्याट गर्नु न, च्याट त च्याट त गर्न मिल्छ त, अनि च्याटमा टाइप गर्नु, त्यहाँ के छ भने च्याट गर्दा हुन्छ। लो त्यस्तो नै हुन्छ। ओके, यहाँसम्म त छैन होला अहिलेसम्म चाहिँ केही छ, अघिसम्म त फर्मेट लेख्दै थियौँ हामी। छ यहाँसम्म कसैलाई के? हजुर अबुई क्या बात करती हो, त्यही लेखिरहेछ त, यही लेखिरहेछ। कसरी थाहा पाउने? पढेर थाहा पाउने। कस्ट पर युनिट अन्डर एक्टिभिटी बेस्ड कस्टिङ एबीसी। एहे ध्यान किधर छ भाइ? ओके, यसरी थाहा पाउने। ओके ल, अरू छ कसैलाई सोध्नु पर्ने कि यही क्वेसन सोध्नु पर्ने थियो साथीहरूलाई नि?
कसरी थाहा पाउने एबिसी कुन हो भनेर झ्यापमा हो कि क्या हो साथीहरू निन्द्रा लाग्यो क्या हो बात गर्दा यार लु यहाँ लेखौँ कस्ट आइटम भनेर त्यसरी नजाउँ न यहाँ कस्ट आइटम फटाफट लेखौँ है साथीहरू कस्ट आइटम्स त्यसपछि यहाँ कस्ट ड्राइभर यो त सार्ने हो सार्ने काम त फटाफट त्यसपछि टोटल त्यसपछि टोटल सिडिआर अनि त्यसपछि सिडिआर ठीक छ यति लेख्ने कस्ट आइटम त्यहाँ हामीलाई भोल्युम रिलेटेड कस्ट भनेर दिएको छ पहिला भोल्युम रिलेटेड कस्ट त्यसपछि पर्चेज रिलेटेड कस्ट पर्चेज रिलेटेड कस्ट त्यसपछि सेटअप रिलेटेड कस्ट अब मेन कुरो चाहिँ के छ भने यो क्वेशनमा हामीलाई कस्ट ड्राइभर दिएको छैन कि यसको कस्ट ड्राइभर चाहिँ आफैले खोज्नु पर्यो त्यो जहिले पनि यससँग मिल्ने नाम नै माथि दिएको हुन्छ के जस्तै कि सेटअप कस्टको लागि के होला त्यहाँ हेर्नुहोस् त नम्बर अफ सेटअप दिएको छ माथिको बक्समा हेर्नु ल नम्बर अफ सेटअप दिएको छ यहाँ नम्बर अफ सेटअपले ट्याक्कै मिल्ने दिएको हुन्छ त्यसपछि पर्चेज रिलेटेड कस्टको लागि त्यहाँ नम्बर अफ पर्चेज अर्डर दिएको छ नम्बर अफ पर्चेज अर्डर त्यसपछि हामीलाई भोल्युम रिलेटेडको लागि त्यहाँ मसिन आवर दिएको छ मसिन आवर है मसिन आवर्स यसरी सार्ने ठीक छ त्यही दिएको छ त्यसपछि टोटल अमाउन्ट हेर्नुहोस् त त्यहाँ भोल्युम रिलेटेडको टोटल अमाउन्ट तल हेर्नु ल 68,000 दिएको छ है छ त्यसको अमाउन्ट है एउटाको 55,000 दिएको छ टोटल है अनि अर्कोको 30,000 यो तीनटा चाहिँ जहिले पनि क्वेशनबाट सार्ने हेर्नु ल यो तीनटा अमाउन्ट यहाँ दिएको छ बाँकी नाम चाहिँ यहाँ छ है मसिन आवर पर्चेज अर्डर र सेटअपको लागि सेटअप पर्चेजको लागि पर्चेज भोल्युमको लागि चाहिँ मसिन आवर दिएको छ है अनि त्यसै तीनटा अब कुरो आउँछ यहाँ टोटल सिडिआर निकाल्ने यो टोटल सिडिआर चाहिँ कसरी निकाल्ने त यहाँ हेर्नु ल जहिले पनि सिडिआर भनेको कस्ट ड्राइभर यहाँ कस्ट ड्राइभर के छ मसिन आवर छ भने चाहिँ क्वेशनमा तपाईँले मसिन आवर खोजेर यहाँ लेख्नु पर्यो जस्तै कि मसिन आवर कति दिएको छ मसिन आवर हेर्नुहोस् त यहाँ माथि छ मसिन आवर एउटा 12,000 छ अर्को 15,000 छ के यहाँ पर युनिट लेखेको छ त ए साथीहरू के यहाँ पर युनिट लेखेको छ त छ यहाँ पर युनिट लेखेको कतै छैन पर युनिट भएको भए चाहिँ केले मल्टिप्लाई गर्नुपर्छ त्यसलाई आउटपुटले यो क्वेशनमा तपाईलाई बारम्बार सोध्ने बेला छ यो क्वेशन यदि पर युनिट छ भने मात्र आउटपुटले मल्टिप्लाई गर्ने फेरि जान्ने भएर मसिन आवर ओहो भनेर अनि त्यसै आउटपुटले मल्टिप्लाई हान्दिने भने फेरि पर युनिट भन्ने शब्द देखियो जस्तै यहाँ मसिन आवर पर युनिट छ नि छ यहाँ मसिन आवर पर युनिट हो यसलाई चाहिँ आउटपुटले मल्टिप्लाई गर्नु पर्यो कि त्यही भएर पर युनिट भन्ने शब्द देख्न साथै त्यसलाई आउटपुटले मल्टिप्लाई गर्नुपर्छ पर युनिट छैन भने चाहिँ आउटपुटले मल्टिप्लाई गरिराख्नु पर्दैन क्वेशनले अलरेडी टोटलमा दिएको छ एउटा 12,000 अर्को 15,000 दिएको छ साथीहरु यहाँ चाहिँ के गर्ने 12,000 र के जोड्ने 15 12 र 15 कति हुन्छ 27,000 त्यसपछि अर्को जाम नम्बर अफ पर्चेज अर्डर त्यही हेर्नुस् त त्यसकै मुनि नम्बर अफ पर्चेज अर्डर कतिको दिएको छ 50 र 60 50 प्लस 60 कति हुन्छ 110 यो पनि आउटपुट छैन के भन्छ पर युनिट छैन त्यही भएर यसलाई पनि मल्टिप्लाई गर्नु पर्दैन है त अर्को नम्बर अफ सेटअप 4 र 6 दिएको छ 4 प्लस 6 लेखिदिनुस् यसलाई पनि आउटपुटले मल्टिप्लाई गर्नु पर्दैन जे कुरा पर युनिटमा दिएको छ त्यसलाई मात्र आउटपुटले मल्टिप्लाई गर्ने बुझ्नुभयो यो लाइन कहाँबाट आयो मसिन आवर दुईटा दिएको छ दुईटा जोड्दियो पर्चेज अर्डर दुईटा दिएको छ दुईटा जोड्दियो नम्बर अफ सेटअप दुईटा छ दुईटा जोड्दियो तीनटा छ भने तीनटा जोड्ने अनि यो सिडिआर निकाल्ने कसरी निकाल्ने यो टोटललाई यो टोटलले डिभाइड गर्ने है त भन्न खोजेको 68,000 लाई 27,000 ले
यसको रेट कति आयो 2.5185 2.52 लेखिदिउँ त अलिक बढी जान्छ तर है 5185 लेखौँ ल फेरि यो 55,000 लाई टोटललाई डिभाइड बाइ 110 ले गर्ने यो 500 आयो फेरि 30,000 लाई 10 ले डिभाइड गर्ने यो 3,000 आयो ल यो टोटललाई यो टोटल यो टोटललाई यो टोटल यो टोटललाई यो टोटलले डिभाइड गर्ने यसको रेट आउँछ यति आइसकेपछि देन आफ्टर बल्ल अब हामी के सुरु गर्छौं यहाँ कस्ट स्टेटमेन्ट बनाउँछौं खास एक्चुअली हामीलाई चाहिने त कस्ट स्टेटमेन्ट हो नि त कस्ट स्टेटमेन्ट बनाउँदा साथीहरु यसको फर्मेट बनाउने पहिला अब कहिलेकाहीँ चाहिँ अति नै सजिलो क्वेशन सोध्दिए भने पनि त्यो गाह्रो हुन्छ के धेरै सजिलो सोध्नु पनि राम्रो कुरो चाहिँ हैन तपाईहरुको लागि चाहिँ है किन तपाईले धेरै सजिलो सोध्यो भने तपाईले स्योरै बिगाड्दिन्छ है फेरि त्यो एउटा मुभी हेर्नु भएको छ र म यहाँ बस्दा भए के भन्छ नि सम्हाल के भन्न साथै त खसाली हाल्छ नि हो त्यस्तै हो के तपाईहरु धेरै सजिलो ओहो सजिलो छ है गर्नु भने चाहिँ बिगारिहाल्छ के त्यो गाह्रो सोध्यो भने चाहिँ आहा क्या आनन्द तरिकाले यो त मैले प्र्याक्टिस गरेकै क्वेशन परेछ भनेर गर्नुहुन्छ के सजिलो त प्र्याक्टिसै गरे हुँदैन जस्तै कि यो क्वेशन पार्टिकुलर्स यो ए के प्रोडक्टको नाम के छ ए छ ए कति युनिट छ आउटपुट लेख्ने यहाँ ए भनेको 10,000 युनिट ए भनेको 10,000 युनिट अर्को बी दिएको छ बी कति युनिट रहेछ 12,000 युनिट्स ठीक छ यति दिएको छ ए र बी भनेर लेख्ने 10,000 र 12,000 अब मलाई भन्दिनुस् फेरि पनि मलाई चाहिँ फेरि तपाईहरुलाई सोध्न मन लागिहाल्छ के मलाई भन्नुस् त यो क्वेशनमा डाइरेक्ट मटेरियल भनेर कतै लेखेको छ क्वेशनमा हेर्नु न छ कतै डाइरेक्ट मटेरियल कस्ट अथवा केही लेखा छ डाइरेक्ट मटेरियल भनेर भेट्नु भयो कतै बत्ती बाल्नु न एक दुईटा अझै छ कतै छैन डाइरेक्ट लेबर भन्ने कतै छ डाइरेक्ट लेबर छैन भने खोजेको यो क्वेशनमा मटेरियल कस्ट र लेबर कस्ट क्वेशनमा दिएको छैन र इफ क्वेशनमा मटेरियल कस्ट र लेबर कस्ट दिएको छैन भने तपाईले के गर्नु पर्दैन डाइरेक्ट मटेरियल र डाइरेक्ट लेबर निकाली राख्नु पर्दैन टाइम वेस्ट गर्नु पर्दैन हाम्रो फर्मेटले के भन्छ यदि मटेरियल र लेबर छैन भने यो दुईटा छैन भने सिधै कहाँबाट सुरु गर्न पाइयो ओभरहेडबाट प्राइम कस्ट छैन भन्न खोजेको यो दुईटा छैन भने नलेख्ने लेख्नै पर्छ भने छैन त नि छैन भने नलेख्ने सिधै ओभरहेडबाट सुरु गर्ने त कहाँ हुन्छ भन्ने कुरा चाहिँ भोलि सोध्नु होला ल आज नसोध्नु त्यो भोलिको क्वेशनमा आउँछ अब के गर्ने हाम्रो काम के यहाँ कुन कुन कस्ट छ हामीसँग एउटा भोल्युम रिलेटेड कस्ट एट द रेट अफ यसको रेट कति आएको छ यो रेट है यो लास्टको यो एट द रेट अफ रुपीस 2.5185 त्यसपछि पर्चेज रिलेटेड कस्ट एट द रेट अफ यसको रेट कति आएको छ यो 500 है यो त्यसपछि सेटअप रिलेटेड कस्ट यसको रेट कति आएको छ 3,000 अब मैले आज भनेको कुरा तपाईहरुले दिमागमा सही तरिकाले राख्नु होला सबैभन्दा बढी बिग्रिने ठाउँ चाहिँ अबको कुरो हो के अब मलाई कसैले भन्न सक्नुहुन्छ यो 2.5185 लाई कतिले मल्टिप्लाई गरेर यहाँ राख्ने कतिले मल्टिप्लाई गर्ने ल प्लिज कसैले भन्दिनु न प्लिज एकजनाले यो 2.5185 छ नि यो बक्समा त यसको अमाउन्ट त राख्नु पर्यो नि यो एट द रेट लाई कतिले मल्टिप्लाई गरेर राख्ने यहाँ 10,000 ले सबैजना 12,000 ले ओके ल भनेको 10,000 र 12,000 भन्न खोज्नु भयो हैन हेर्नु त हो सबैभन्दा बढी बिग्रिने ठाउँ चाहिँ यो जुन रेट आएको छ नि यो रेट त मसिन आवरको रेट हो नि त
जहिले पनि यो रेटलाई यो माथिको युनिटसँग जिन्दगीमा कहिले पनि मल्टिप्लाई गर्नु हुँदैन ल, यो माथिकोसँग है है यो माथिको युनिटसँग यो 10,000 इन्टु यो र 12,000 इन्टु यो गरेर जिन्दगीमा त्यसरी मल्टिप्लाई गर्नु हुँदैन। जहिले पनि यो रेटलाई मल्टिप्लाई गर्दा यो अमाउन्ट यो यसको जति या युनिट छ नि, यो मसिन आवर ए को 12,000 छ, बी को 15,000 छ भने 12,000 इन्टु यो रेट गरेर यहाँ राख्ने, 15,000 इन्टु यो रेट गरेर यहाँ राख्ने। 12,000 5185 भनेको यहाँ जुन रेट आएको हुन्छ नि त्यो रेटलाई यो कलमको अमाउन्टसँग मल्टिप्लाई गर्ने के यहाँको युनिटसँग। 12,000 इन्टु यो गर्यो भने 30,222 आयो। फेरि यहाँको 15,000 इन्टु यो गर्ने, यो 12,000 ले गर्ने हैन, यो 15,000 इन्टु यो गर्ने, 15,000 इन्टु 2.5185 यो चाहिँ अब डेसिमलमा आयो साथीहरु है। 3777 आएको छ भने यसलाई 37778 लेख्न पाइन्छ है पाइदैन? ओके 37778 लेख्न पाइयो। अब एउटा कुरा यो दुईटालाई जोड्नुस् त कति आउँछ? 30,222 37778 यो जोड्दा कति आयो? ट्याक्कै यति आउनु पर्छ, आउनै पर्छ यो। त्यही भएर तपाईको एक एक स्टेप या चेक गर्ने आफ्नै आन्सर मिलेछ कि छैन, सिधै हतार हतार मात्रै गर्ने हैन, चेक गरेर राख्ने यो दुईटा जोड्दा यति आयो कि नै भनेर आउनै पर्छ है। फेरि सुरु गरौँ। यो 500 लाई केले मल्टिप्लाई गर्ने? के 10,000 ले मल्टिप्लाई गर्ने हो त? हैन, 500 इन्टु यो 50 है। 500 इन्टु 50 कति? 25,000 र यो 60 इन्टु 500 कति? 30,000। 30 र 20 जोड्यो भने कति? 25 र 30 जोड्यो भने कति? 55,000। कुरो मिल्यो नि? ओ यसरी हामीले के गर्नु पर्यो? ओ गर्नु पर्यो। फेरि यता 3,000 इन्टु 4 4 ते 12,000 र 3,000 इन्टु 6 6 ते 18,000। 12 र 18 जोड्नु होला, ट्याक्कै यहाँको कति आउँछ? 30,000 आउँछ। यति भइसकेपछि यसलाई उ गर्दिनुस्, यसलाई उ गर्दिनुस्। त्यसपछि यो आयो हाम्रो टोटल कस्ट। यो टोटल कस्ट आयो, जोड्नुस् त फटाफट जोड्नुस् ल। 30,222 प्लस 25,000 प्लस 12,000 यो 67,222 आयो। यता नि जोडौँ 3778 प्लस 30,000 प्लस 18,000 यो 85,778 आयो। अब क्वेशनले त हामीलाई कस्ट पर युनिट निकाल भनेको छ। कस्ट पर युनिट निकाल्नलाई के गर्नु पर्यो? यो टोटल कस्टलाई, टोटल कस्ट जुन आएको छ नि त्यसलाई आउटपुटले डिभाइड गरिदिनुस्। बल्ल यो आउटपुट भनेको यो माथिको 10,000 ले डिभाइड गर्ने। 67,222 लाई 10,000 ले डिभाइड गर्नु कति आउँछ? यो 1 2 3 4 भनेको 6.72 आउँछ। यसलाई 12,000 ले डिभाइड गर्यो भने 7.148 आउँछ। 15 लेख्छु ल, 7.15। अब बल्ल यो 12,000 ले डिभाइड गर्ने, यसलाई 10,000 ले डिभाइड गर्ने। यति गर्यो भने यो क्वेशनको कहानी समाप्त हो। तपाईलाई अलिअलि भयो नि बुझा जस्तो फिलिङ्स आएको छ कि छैन साथीहरु? हल्का हल्का बुझ्नु भयो? यसो झ्यारझ्यार भइरा होला, तर फिलिङ्स चाहिँ आएको होला नि त अलिअलि। आजलाई त फिलिङ्स मात्र आयो नि, पुग्छ भोलि हिसाब त भोलि सिकाउने हो नि त। आज त फिलिङ्स मात्र आइपुग्छ अलिअलि। अलिअलि बुझा जस्तो भयो?